चाहिँ लेख्नुहुने एकदमै राम्रो कवि हुनुहुन्छ। सँगै उहाँको परिचयहरू पनि धेरै थपिँदै गइरहेको छ। राम्रो लेखक हुनुहुन्छ र यो अपोइटिक म्युजिकल फिल्म मार्फत चाहिँ डेब्यू गर्नुभएको छ। निर्देशनमा पनि कवि उत्तम तुम्सा लिम्बूलाई स्वागत गर्न चाहन्छु। विशेषतः आज पोइटिक म्युजिकल फिल्म भएको हिसाबले गर्दाखेरि पनि एकदमै विशेष रहेको छ। र किन पनि विशेष रहेको छ भने अमर स्रष्टा गणेश रसिकज्यू हामीमाझ अहिले नरहे पनि उहाँको गीत सङ्गीतहरू हामीमाझ जहिले पनि हामीमाझ चाहिँ गुन्जिरहेको छ, रहिरहेको छ। त्यो भएर उहाँलाई हामी यो गीत मार्फत पनि यो पोइटिक म्युजिकल फिल्म मार्फत पनि समर्पित गर्न चाहन्छौँ। र आज उहाँसँग चाहिँ समर्पित रहेको छ र उहाँलाई हामी सम्झिँदै तपाईँले एकचोटि समर्पित गरौँ भन्न चाहेँ। सँगै मैले बोलाउन चाहेँ गायक हुनुहुन्छ, सँगै अनि सङ्गीतकार पनि हुनुहुन्छ र अहिले पछिल्लोचोटि चाहिँ धेरै एरेन्जरको रूपमा चाहिँ एकदमै चर्चित हुनुहुन्छ देवेश राईलाई मैले बोलाउन चाहेँ। सँगै यही म्युजिक भिडियो, यही पोइटिक म्युजिकल फिल्म मार्फत चाहिँ म्युजिक भिडियो क्षेत्रमा चाहिँ डेब्यू गर्नुभएको, अभिनयमा डेब्यू गर्नुभएको चाहिँ मोडल हुनुहुन्छ सृष्टि मगर। उहाँलाई पनि एकदमै इन्फर्मल रहेको छ हाम्रो यो कार्यक्रम चाहिँ। त्यो भएकोले गर्दाखेरि अभियसली पनि हाम्रो यो टिमलाई हौसला प्रदान गर्नको लागि र केही आशीर्वाद दिनको लागि उपस्थित हुनुभएको छ। एकदमै मलाई मनपर्ने निर्देशक कवि उपेन्द्र सुब्बा दाईलाई अगाडि आइदिनको लागि मैले आग्रह गरेँ। चाहिँ उहाँलाई स्वागत गर्नको लागि पनि मैले आग्रह गर्न चाहेँ। अगाडि भान्जीले चाहिँ खाता लिएर चाहिँ आइदिनु होला। सँगै मैले एकदमै मिठो, एकदमै मलाई पनि एकदमै मनपर्ने कवि हुनुहुन्छ स्वप्निल स्मृति दाई हुनुहुन्छ। दाईलाई पनि स्वागत गर्न चाहेँ, प्लिज दाई। ओके, सँगै हुनुहुन्छ एकदमै राम्रो लेखक श्याम सिंह सरलाई पनि मैले स्टेजमा आग्रह गर्न चाहेँ। एकैछिन हजुरहरू पनि एकचोटि आशीर्वाद दिनको लागि चाहिँ स्टेजमा पालिदिनु होला। क्षेत्र नाम आउनु परेन दाजु। सँगै हामीले सम्झिन चाहन्छौँ एकदमै यति धेरै उपेन्द्र दाईको चाहिँ अब कुरा गर्ने भन्दै यति हिट फिल्महरू दिनुभएको छ, कविताहरू उत्तिकै दामी रहेको छ। उपेन्द्र सुब्बा दाईको चाहिँ धर्मपत्नी श्री अनिलावतीज्यू पनि हुनुहुन्छ। उहाँलाई पनि उठेर यो हाम्रो पोइटिक म्युजिकल फिल्मको उद्घाटनमा चाहिँ सँगै मैले देखिरहेको छु गायक कवि गायक महेन्द्र राईज्यू पनि हुनुहुन्छ, सङ्गीतकार। उहाँलाई पनि यथास्थानमा उठेर गरिदिनु होला, उहाँलाई पनि खादा लगाइदिनु होला। सो यति भन्दै हामी छोटकरीमा सुरुमा चाहिँ हामीले 1 मिनटको चाहिँ हामी अमर स्रष्टा गणेश रसिकज्यूलाई चाहिँ सम्झिँदै हामी मौन धारण गर्नेछौँ। 1 मिनट चाहिँ हामी टाइम स्टार्ट भन्छौँ, त्यसपछि हामी सुरु हुन्छ। कविता पछिको म्युजिक पछिको यो पोइट्री म्युजिकल फिल्म बन्दासम्मको यो यात्रा जुन सङ्घर्ष छ त्यो बारेमा चाहिँ सो हामीले अगाडि बढाउन चाह्यौँ युवा कवि सँगै अनि यो मैनामबाट चाहिँ निर्देशनमा पनि आउनुभएको छ कवि उत्तम तुम्सा लिम्बूलाई छोटकरीमा यी शब्द राखिदिनको लागि मैले अनुरोध गरेँ। त्यसपछि हामी यो म्युजिकल फिल्म चाहिँ हामी हेर्नेछौँ। सबैजनाको सेवा हो। म चाहिँ उत्तम तुम्सा लिम्बू, विशेष गरी कविता लेख्छु अनि पछिल्लो समय कविताहरूमा अलिक धेरै उटपटाङ गरी हिँड्ने मध्येको म पनि एक हो अनि यो पनि सायद यो हाम्रो उटपटाङै हो। म चाहिँ कविताहरूमा अलिकति नयाँ अभ्यासहरू गर्न रुचाउँछु, नयाँ कोसिसहरू गर्न रुचाउँछु।
अनि मलाई अघि नै अलिक अगाडि मात्रै यस्तो डर लागेको थियो कि तपाईँको म केही वर्ष अगाडि साउथ एसियन लिटरेचर फेस्टिभलमा दिल्लीमा कविता वाचन गर्नु जाँदा पनि त्यति साह्रो डराएको थिइनँ। तर आज चाहिँ म किन डराएँ भन्दाखेरि यो हाम्रो अभ्यास, यो हाम्रो प्रयास चाहिँ हाम्रो आदरणीय दाजु उपेन्द्र सुब्बालाई साक्षी राखेर हामीले देखाउनु पर्ने मलाई त निकै डर लागिसकेको थियो। तर पनि दाजुले यसलाई सहर्ष स्वीकारेर हेरिदिनुहुनेछ भन्ने अपेक्षा राखेको छु। यहाँ थुप्रै कुराहरू हामीले चाहँदै पनि समेट्नुपर्ने कुराहरू समेट्न सकिएको छैन, अनि मेट्न पर्ने कुराहरू मेट्न सकिएको छैन। तथापि पनि मलाई चाहिँ के लाग्छ भने दाजुसँग मेरो पूर्व दमक केही समय अगाडि भेट हुँदाखेरि दाइले नै भन्नुभएको थियो, केही नगर्नुभन्दा चाहिँ काम बिगार्दै भए पनि बस्नु भन्नुहुन्थ्यो। त्यसकै सिलसिला हो यो पनि। गतिशील हुनु भन्ने दाइको जुन अर्थ छ त्यसलाई नै हामीले एउटा प्रेरणाको रूपमा लिएर हामीले यो काम पनि गरेका छौँ। कम्तीमा हामीले गतिशील हुने, सृजनशील हुने कोसिस गरेका छौँ। दाइहरू आइदिनु भएको छ, उपेन्द्र दाई, स्वप्निल दाई, श्याम सिंहक दाई, अनि भाउजू आउनु भएको छ। मेरो साथीहरू, मेरो सम्भवसम्मका एकदम सशक्त जुझारु साथीहरू, कवि सुरज राणा, कवि मिथोज, हाम्रो आमन्त्रणलाई स्वीकार गरेर सङ्गीतकार हाम्रो महेन्द्र राईज्यू आउनु भएको छ। सँगै यता हाम्रो कवि तथा सफल व्यवसायी आदरणीय दिदी अञ्जना इच्छमफुल नाना आउनु भएको छ। यहाँहरूलाई साक्षी राखेर हामीले यो हाम्रो काम देखाउनेछौँ। यहाँहरूले हाम्रो गल्ती कमी कमजोरीलाई फेरि आउने दिनहरूमा सुधार्ने मौका दिनुहुनेछ भन्ने अपेक्षा पनि राख्छु। अनि यो ठाउँ चाहिँ विशेष गरी हामीले किन यसलाई चुज गऱ्यौँ भन्दाखेरि करण भाइ पहिले भोइस अफ नेपाल सिजन 4 को विजेता हुँदै गर्दाखेरि करण भाइको एडभाइजर आदरणीय हाम्रो मङ्गोलियन हटका म्यानेजर आदरणीय म्युजिसियन आदरणीय दाजु बबी लामा सरको यो छुसाङमा आएर हामीले यो देखाउने मौका पायौँ। दाइ, भाउजू सबैजनालाई हामी हाम्रो तर्फबाट एकमुष्ट आभार पनि प्रकट गर्छौँ। र यो गल्ती कमी कमजोरी सहितको यो हाम्रो सानो प्रयासलाई यहाँहरूले सहर्ष स्वीकारिदिनुहुनेछ भन्ने अपेक्षा राखेको छु। धन्यवाद। ओके, अब हामी चाहिँ यो मैनाम पोइटिक म्युजिकल फिल्म चाहिँ हामी सँगै हेर्नेछौँ। त्यसपछि हामी बहुत ती कुराहरू हामी गर्नेछौँ। सँगै हामी उपेन्द्र दाइको कुराहरू पनि हामी सुन्नेछौँ। के कस्तो चाहिँ लाग्यो भाइ भतिजोहरूले, के कस्तो चाहिँ बनायो त होइन। यो महत्त्वपूर्ण चाहिँ त्यही भन्छ। हामी दाइको शब्दको पनि वेटिङमा छौँ। सो हामी हेर्नेछौँ मैनाम।